हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी मोनिका यहाँलाई स्वागत छ मेरो च्यानलमा आज फेरि पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु कृपया भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला र मेरो च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला है त आज पनि हामी एकैछिन बाहिर निस्केका थियौँ हैन दुईवटा आइल्यान्ड फेरि पनि हामीले घुमिसकेका छौँ र त्यो आइल्यान्डको थोरै थोरै दृश्यहरू चाहिँ मैले हजुरहरू समक्ष सेयर गरेँ कृपया भिडियोलाई हेरेर इन्जोय गरिदिनु होला ल न यस्तो जाडोमा कोही चाहिँ त्यहाँ के गरे होला यस अहिले मेरो पनि खिचिदिनु पर्छ यहाँ रुख लाएर स्विमिङ गर्न चाहिँ हामी फाइदा रहेछ यो चिज है ठिक रहेछ क्या पौडी जाने आउँदैन रहेछ गएर छ नि किन नआउने त्यो आएकोमा नि गएर छ नि बिहान बिहान घुम्नु को आउँछ आइल्यान्डमा हामी आउँछौँ हामी भन्दा नि 9 बजे 9 बजे घुम्न आएछौँ यार हाँसो लाग्छ मान्छेहरूले टिकटक बनाउन आएको हो कि काम गर्न आएको भनिसक्यो यहाँ जापान झन् घुमेको आज त हामीले घुमाउन लैजाऊ भनेको थिएन आज त मोटी मान्छे हिँड्न नि गाह्रो यार काट्ने भयो अब ल भिडियो भयो दामी मजा बाटो चाहिँ चिप्लो छ अलि राम्रो छ होइन केटाकेटी हो चिप्लो छ भनेको स्लिप भयो नि त गयो नि त भोलि काम गर्न नसक्ने ल डाँडाको टुप्पोमा चाहिँ त्यो छ होइन दामी देख्छ होला उतापट्टि हेरौँ न उतापट्टि तल भिडियो बनाउनु पर्ने मैले हो भनेको कि मैले आज बनाइरहेको छैन फेरि भ्लग बनाएन अब यही अलिअलि यसो खिच्दै घर गएर आफैले बोलेर भोइस कभर गरेर हालिदिनु पर्ला कस्तरी हेर्नु यो त अचम्मकै छ त नि छन पनि केही खाएन पानी बाहेक भन्न त बनायो त नि तर अनि कौवा भए सजिलो हुन्थ्यो बुझाइदिन्थ्यो होला राम्रोसँग
टत्त बसेर इमली झार इमली झार यो त गर माथि आकाशमा हुन्छ नि गरम मण्डलहरू के त्यस्तै देखियो सामुई नै सुजुसी काठमाडौँको नौताले धरार ल हेर्नु ल भोलि पर्सि मेरो बुढा आएपछि चाहिँ मैले यहीँ हो घुमाउनु ल्याउने एकदम पिसफुल छ ठाउँ पिसफुल भोलि पर्सि होइन कामको एकदम प्रेसर भइरहेको बेला चट्टा बुढाबुढी बिदाको दिन टक्क लाएर आउने यहाँ आएर चाहिँ रिल्याक्स गर्ने हो बुझ्यौ हेर त ठाउँ क्या दामी अब भयो अब कुनै चुप्प लाएर बस्छ नगरे कसले गर्छ होइन हामीलाई चाहिँ ल धराएर चढाउन लाग्नुहुन्छ ल चढा बुढाबुढी हो चुकारे त यो चाहिँ ठ्याक्कै मानकोटको भ्यू है यो चाहिँ तर दामी बबाल छ यार बबाल हामी त धेरै लकी हो यार यस्तो ठाउँमा बस्नु पाएको We are so lucky, guys. We are so lucky. Proud of you, my child. Proud of you. Proud of you, my child. We are so lucky, so lucky. This is Swarga. एकदम छुट्टीको बेला रिल्याक्स गर्न खतरा हुने आरो पर्ने बिहाल आउँछ सब थाहा भयो
Ame puteiro demo joto achui. के गर्नु यहाँनिर ल यहाँ चाहिँ हाम्रो उखुको जुस पाउँछ अब हिँड्नु पर्दैन अब सिधै जाने गाईहरू उखुको जुस पेड लगाउनु पर्छ क्या दामी देख्थ्यो होला तोते म आमै रमाइलो त एकदमै रमाइलो भयो होइन माइन्ड पनि फ्रेस भयो मुड त्यसै फ्रेस भयो त्यसपछि हामी चाहिँ होटलतर्फ लाग्यौँ है त पानी त्यहाँनिर पानी एकदमै पर्न लागेको जस्तो त भएको थियो तर बाटोमा एकदमै ठुलो पानी पर्यो सो हामी फर्क्यौँ होटलतर्फ र दिनको केही समय चाहिँ हामी ड्युटी गयौँ र नाइटमा हाम्रो नास्ता थियो हाम्रो डिनर आलु पराठा सबैजना मिलिजुली बनायौँ र एकदम मिठो साथ खायौँ है त आजलाई यति नै हस्त धन्यवाद साथीहरू भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला र मेरो च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न पनि नबिर्सिनु होला बाई बाई